केही रोगहरू यस्ता हुन्छन् जसको जोखिम गर्मी मौसमको तुलनामा जाडोमा उच्च हुने गर्दछ। मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक जाडोमा उच्च जोखिम हुने समस्या हो। ब्रेन स्ट्रोक भएमा समयमै उपचार नपाए यसले आजीवन अपाङ्गता बनाउने मात्र नभएर तत्काल मृत्यु समेत हुने गर्दछ। पछिल्ला वर्षहरूमा ब्रेन स्ट्रोकका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। मृत्युसम्मको जोखिम निम्त्याउने ब्रेन स्ट्रोक खासमा के हो? गर्मीमा भन्दा जाडो मौसममा यसको जोखिम किन बढ्दछ? के हो ब्रेन स्ट्रोक? सामान्यतया मस्तिष्कमा अचानक रक्त सञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोशिकाहरू फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ। मस्तिष्कघात भएका अधिकांश बिरामीहरूलाई पक्षघात पनि हुने भएकाले आम रूपमा यो रोगलाई प्यारालाइसिस समेत भन्ने गरिन्छ। सामान्य ब्रेन स्ट्रोक टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बाङ्गिने, बेहोस हुने, आँखा नदेख्ने जस्ता समस्याहरू हुन्छ। मस्तिष्कघात हुँदा मस्तिष्कको पुरै भागमा रक्त सञ्चार बन्द भयो भने मृत्यु समेत हुन्छ। जाडोमा किन ब्रेन स्ट्रोकको जोखिम हुन्छ? धेरैजसो मानिसमा जाडो मौसममा गर्मीको तुलनामा कम व्यायाम गर्ने प्रविधि छ। यसले उच्च रक्तचापको समस्या बढाउँदछ। सोही कारण स्ट्रोकको जोखिम बढ्छ। जाडोमा रगत जम्ने वा गाढा हुने हुनाले, जाडोयाममा चिसोका कारण मुटुको चालमा गडबडी हुने हुँदा, जाडोका कारण रक्तनलीमा रोकावट हुने हुँदा, जाडोमा बढ्ने वायु प्रदूषणका कारण, जाडोयाममा कम पानी पिउने भएकाले शरीरमा डिहाइड्रेसन उत्पन्न भएर। ब्रेन स्ट्रोकको जोखिम कसलाई बढी हुन्छ त? यसको जोखिम गर्भनिरोधक चक्की सेवन गरिरहेका महिलाहरूलाई बढी हुने गर्दछ। मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलका बिरामीलाई बढी हुन्छ। मद्यपान तथा धूम्रपान गर्ने व्यक्ति, 50 वर्ष नागेका व्यक्तिहरूमा पनि यसको जोखिम देखिने गर्दछ। त्यस्तै शारीरिक व्यायाम कम गर्ने व्यक्तिलाई बढी हुने गर्दछ।